ल साथीहरू, आज चाहिँ हामीले घरमै चिकन मोमो बनाएर खान लाग्यो। यहाँ छ चिकन किमा, अनि यहाँ छ प्याज, अनि अलिअलि भन्दा नि मिसा छ यहाँ। अनि यो चाहिँ पिठो मैले अघि नै गुनेर राखेको यो पिठो छ। अब चाहिँ हामी मोमो बनाउने है त। ल यो किमामा अब यहाँ थोरै स्वाद अनुसारको अलिअलि नुन राख्ने, कतिको मनपर्छ नुन राख्ने, अलिअलि नुन। अनि यहाँ छ मोमो मसला, मोमो मसला छ यो। अनि यहाँ छ पेस्ट, अदुवा र लसुनको पेस्ट, अदुवा र लसुनको पेस्ट। साथीहरू, ल यहाँ अब किमा रेडी हुन लाग्छ। यो तेलमा अब यो थोरै मेथी झालेर अनि पड्काउने। यहाँ चाहिँ अनि त्यसपछि किमालाई यो मेथी र यो तेलले झार्ने। अनि त्यो चाहिँ हाम्रो रेसिपी है, हामीलाई चाहिँ यस्तो गरेर मिठो लाग्छ।